नमस्कार साथीहरू, हामीले फेरि पनि बाहिरको अर्को भिडियो यानि कि सप्लायर रजिस्ट्रेसनमा साइन गरेर आफ्नो सामान कसरी बेच्ने भन्ने भिडियो लिएर आइसकेका छौँ। ल अब सुरु गरौँ है त। तपाईँहरू हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ मैले आफ्नो अकाउन्ट बनाइसकेको छु, त्यसैले यहाँ चाहिँ मेरो इमेल र पासवर्ड छ र अब म यहाँ साइन गर्न गइरहेको छु। तपाईँहरू हेर्न सक्नुहुनेछ, हामी चाहिँ बाहिरको सप्लायर रजिस्ट्रेसन सेक्सनमा साइन गरिसकेका छौँ। यहाँ चाहिँ तपाईँ आफ्नो प्रोडक्ट कतिको बेच्नुभयो, कतिको चाहिँ तपाईँको अर्डर आयो, यहाँबाट तपाईँ सबै कुरा म्यानेज गर्न सक्नुहुनेछ। जस्तै कि यहाँ अहिले हामी ड्यासबोर्डमा छौँ र यहाँ चाहिँ आफ्नो मेनु सर्च गरेर तपाईँलाई जे चाहियो तपाईँ यहाँबाट सर्च गरेर पाउन सक्नुहुनेछ। र यहाँ फ्याक्ट्री लिस्ट, यदि चाहिँ तपाईँको फ्याक्ट्री छ भने वा कुनै फ्याक्ट्रीबाट बल्कमा प्रोडक्ट ल्याउनुहुन्छ भने तपाईँ त्यो फ्याक्ट्रीलाई यहाँ लिस्ट गर्न सक्नुहुनेछ। र यहाँ प्रोडक्ट लिस्ट, एड न्यू प्रोडक्ट, तपाईँहरू हेर्न सक्नुहुनेछ कि अहिले सप्लायर रजिस्ट्रेसन सेक्सनमा कुन कुन प्रोडक्ट्सहरू छ। र अर्को कुरा साथीहरू, हाम्रो वेबसाइट अहिले टेस्टिङमा छ, त्यसैले तपाईँ यहाँ कुनै पनि रियल प्रोडक्ट वा त्यसको प्राइस छैन यहाँ। र तपाईँहरू यहाँ हेर्न सक्नुहुनेछ, अहिले हामी प्रोडक्ट लिस्टमा छौँ र हाम्रो अहिले कुन कुन प्रोडक्ट यो सप्लायर रजिस्ट्रेसन भन्ने सेक्सनमा छ तपाईँहरू हेर्न सक्नुहुनेछ। टोटल 10वटा फ्लावर, केन्यो टेलर, यो अब्दुल स्टिभन्स, भ्यान्स नक्स। र यहाँ एड न्यू प्रोडक्टमा गएर तपाईँ चाहिँ आफ्नो प्रोडक्टलाई यहाँ एड गर्न सक्नुहुनेछ, यानि कि प्रोडक्ट लिस्टमा लिस्ट गर्न सक्नुहुनेछ। र यहाँ बल्क इम्पोर्ट, तपाईँ यदि कतैबाट बल्कमा सामानहरू ल्याउनुहुन्छ भने तपाईँ त्यसको डिटेलहरू यहाँ फिल गरेर राख्न सक्नुहुनेछ। पछि तपाईँलाई इजी होस्। यहाँ प्रोडक्ट रिभ्युजमा गएर तपाईँहरू हेर्न सक्नुहुनेछ कि कसले तपाईँको कुन कुन सामानलाई रिभ्यू गरेको छ र कस्तो कस्तो रिभ्यू गरेको छ। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, भेन्स नक्स यानि कि रितिका चौधरी र रिभ्यू उहाँको। जसरी कि मैले तपाईँलाई पहिले नै भने कि हाम्रो वेबसाइट अहिले टेस्टिङमा छ, त्यसैले यहाँ कुनै पनि कुराहरू रियल छैन। यहाँ चुज प्रोडक्ट, चुज कस्टमर, चुज स्टेट्स, यानि कि कुन प्रोडक्टमा कुन कस्टमरले कुन स्टेटबाट कुन डेटमा चाहिँ कुन रिभ्यू आएको छ तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ। तपाईँहरू यहाँ हेल्प एन्ड सपोर्ट सेक्सनमा गएर यहाँ दुईवटा अप्सन तपाईँहरू हेर्न सक्नुहुन्छ, एउटा म्यासेज र अर्को कस्टमर। म्यासेजमा क्लिक गरिसकेपछि कुन कस्टमरले तपाईँहरूलाई चाहिँ आफ्नो हेल्पको लागि कुन म्यासेज, कस्तो म्यासेज, के प्रतिक्रिया दिनुभएको छ तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ। यहाँ रिपोर्ट्स एन्ड एनालाइसिसमा गएर आफ्नो सेल्स यानि कि तपाईँको सेल्स कतिको बढ्यो, ट्रान्ज्याक्सन रिपोर्टहरू हेर्न सक्नुहुनेछ। कि तपाईँको प्रोडक्ट जुन तपाईँ सेल गर्नुहुन्छ त्योमा कस्तो कस्तो ट्रान्ज्याक्सनहरू आइरहेको छ, कस्तो कस्तो चाहिँ सेल्स भइरहेको छ, तपाईँ सबै यहाँबाट हेर्न सक्नुहुनेछ। र यहाँ यो चाहिँ प्रोडक्टको एनालिटिक्स ड्यासबोर्ड हो, यानि कि तपाईँको प्रोडक्ट मार्केटमा के कसो छ तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ प्रोडक्ट रिपोर्ट, यहाँ तपाईँहरू हेर्न सक्नुहुनेछ कि आफ्नो प्रोडक्टको रिपोर्टहरू फिल गरेर राख्नुहोस् र कसले तपाईँको प्रोडक्टको बारेमा कस्तो रिपोर्ट गरेको छ तपाईँ त्यो पनि यहाँबाट हेर्न सक्नुहुनेछ। अर्डर रिपोर्ट, अब हामी अर्डर रिपोर्टका सेक्सनमा छौँ, यानि कि फिल्टर डेटा। यहाँ तपाईँ फिल्टर डेटामा क्लिक गरेर कुन इयरमा कस्तो अर्डरहरू आएको छ, यानि कि अर्डरको रिपोर्टहरू तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ। यहाँ पेमेन्ट स्टेटिक्समा गएर कस्तो कस्तो के प्रतिक्रिया छ क्यास पेमेन्टको तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ। यहाँ विथड्रजमा गएर चाहिँ तपाईँले अर्न गरेको मनी सप्लायर रजिस्ट्रेसनबाट तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ। तपाईँले कति पैसा कहिले विथड्र गर्नुभएको छ तपाईँ यहाँ सबै त्यो डिटेलहरू हेर्न सक्नुहुनेछ। र तपाईँको ब्याङ्क इन्फर्मेसन, यहाँ तपाईँ आफ्नो ब्याङ्क एड गर्नुभएको छैन भने यहाँ तपाईँलाई एड गर्नुपर्ने हुन्छ र कुनै कस्टमरले अनलाइन पेमेन्ट गर्न खोज्यो भने चाहिँ उहाँको पेमेन्ट यो ब्याङ्कमा सेभ हुनेछ।
तपाईँको सप माई सप भन्ने सेक्सनमा तपाईँहरू यहाँ तपाईँको सप कतिखेर क्लोज हुन्छ कतिखेर ओपन हुन्छ तपाईँ यहाँ टाइमर पनि लाउन सक्नुहुनेछ र तपाईँ आफ्नो कसैले चाहिँ तपाईँको वेबसाइट खोलेकोमा वा तपाईँको सप भिजिट गरेकोमा चाहिँ तपाईँको सपको इन्फर्मेसन हेर्ने यहीँबाट तपाईँ एडिट गर्न सक्नुहुनेछ। कस्टमर क्वेसन कुन कुन कस्टमरले के क्वेसन गरेको छ कस्तो कस्तो प्रतिक्रिया दिएको छ तपाईँ सबै यहाँबाट हेर्न सक्नुहुनेछ र उहाँ कस्टमरहरूको रिप्लाई पनि गर्न सक्नुहुनेछ। सबभन्दा पहिला हामी फेरि पनि ड्यासबोर्डमा आयौँ र यहाँ बिजनेस एनालिटिक्स यानि कि कतिवटा अर्डर पेन्डिङ छ कतिवटा कन्फर्म भयो कतिवटा प्याकिङमा छ कतिवटा आउट अफ डेलिभरी भयो कतिवटा डेलिभर भयो कतिवटा क्यान्सल भयो कतिवटा रिटर्न आयो कतिवटा डेलिभरी भएन। तपाईँ यो सबै कुराहरू यहाँबाट हेर्न सक्नुहुनेछ। ओभरअल स्टेटिक्स यहाँ सेलर वालेट यहाँ चाहिँ तपाईँको वालेट कि कस्टमरको पेमेन्ट चाहिँ तपाईँको यहीँ आउनेछ। यो चाहिँ सेलर वालेट हो तपाईँको वालेट। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ कतिवटा पेमेन्ट विथड्र छ अलरेडी विथड्रन टोटल ट्याक्स गिभेन कलेक्टेड क्यास टोटल डेलिभरी चार्ज अन टोटल कमिसन गिभेन तपाईँ सबै यहाँबाट इन्फर्मेसन हेर्न सक्नुहुनेछ। कहिले कुन टाइममा तपाईँको कतिको अर्निङ भयो तपाईँ सबै कुराहरू यहाँबाट हेर्न सक्नुहुनेछ। कुन प्रोडक्टबाट कतिको अर्निङ आयो कुन प्रोडक्टको प्रतिक्रिया अहिले मार्केटमा कतिको छ तपाईँ सबै यहाँबाट हेर्न सक्नुहुनेछ। यहाँ अर्डर्समा गएर यहाँ अल पेन्डिङ कन्फर्म प्याकेजिङ आउट अफ डेलिभरी यहाँ सबै अप्सनहरू छ। यहाँ प्रोडक्ट्समा प्रोडक्ट लिस्टहरू तपाईँहरू हेर्न सक्नुहुन्छ कि तपाईँ आफ्नो यो सप्लायर रजिस्ट्रेसन सेक्सनमा तपाईँ आफ्नो कुन कुन प्रोडक्टहरू सेल गर्न चाहनुहुन्छ त्यसको लिस्टहरू तपाईँहरू हेर्न सक्नुहुनेछ। यहाँ एड न्यू प्रोडक्टमा गएर आफ्नो प्रोडक्टहरू एड गर्न सक्नुहुनेछ। सो आशा छ साथीहरू तपाईँहरूलाई भिडियो मन परेको होला र यदि तपाईँहरूलाई यो भिडियो अलिकति पनि हेल्पफुल लाग्यो भने प्लिज यो भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।